आज हामी काँडेदार सेलरोटी बनाउन गइराखेका छौँ तिहारको लागि। त्यसको लागि ओभरनाइट भिजाएको चामल, घिउ, चिनी अनि मिक्सर ग्राइन्डर चाहिन्छ। आफ्नो मिक्सरमा जति अटाउँछ उति नै मात्र चामल राख्नु होला। चामल चाहिँ लोकल चामलको रोटी राम्रो हुन्छ। ओभरनाइट भिजाएको चामल, त्यसमा घिउ चाहिँ अलि ठुलो चम्चाको 2-3 चम्चा राख्नु होला। आफ्नो स्वाद अनुसार चिनी पनि राख्नु पर्छ। धेरै पातलो गर्नु हुँदैन, ठिक्क घुमाउन सक्ने हिसाबले गराउनु पर्छ। अनि पिसेको चामल चाहिँ 2 घन्टा जति त्यत्तिकै भिज्नलाई छोडिदिने। अनि तेल तताएर मजाले पिठो चलाएपछि अनि बल्ल रोटी बनाउन सुरु गर्नु। ल हेरौँ हाम्रो सेलरोटी कस्तो बन्छ है। तपाईँहरू पनि घरमा यस्तै गरेर बनाउन सक्नुहुन्छ। हेर्नु त रोटी कति मजाले फुट्यो। यस्तै गरेर तपाईँहरू पनि घरमा काँडेदार सेलरोटी बनाएर खान सक्नुहुन्छ। तिहारको लागि एकदम राम्रो हुन्छ। ह्याप्पी तिहार। यस्तै गरेर रोटी बनाएर गर्नु, खानु तपाईँहरू पनि आफ्नो फ्यामिलीसँग इन्जोय गर्नु। थ्याङ्क यू सो मच फर वाचिङ। लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद।